दर्शकबिन धनुषा सिराहा जोड्ने कमला नदीको अधुरो पुल 3 महिनाभित्र सम्पन्न गर्न निर्माण कम्पनीको स्पष्ट प्रतिबद्धतापछि स्थानीयवासीले लामो समयदेखि अपेक्षा गर्दै आएको राहतको आशा फेरि जागिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार स्थलगत रूपमा निरीक्षण गरेपछि पुल निर्माणमा तीव्रता ल्याउन निर्देशन दिनुभयो, जससँगै लुम्बिनी बिल्डर्सले 3 महिनाभित्र काम सक्ने वाचा गरेका हुन्। विक्रम सम्वत 2068 सालमा 3 वर्षभित्र सक्ने गरी सम्झौता भएको यो पुल 14 वर्ष बितिसक्दा पनि अल्पत्र अवस्थामा थियो। तराई मधेसका लाखौं जनताको दैनिक यातायातका लागि जीवनरेखा मानिने हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल अधुरो हुँदा स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण रूपमा ढुङ्गा प्रयोग गरी नदी पार गर्न बाध्य हुँदै आएका छन्। निरीक्षणका क्रममा मन्त्री घिसिङ स्वयं ढुङ्गा चढेर नदी पार गर्दै स्थानीयवासीले भोग्दै आएको पीडा, जोखिम र असुरक्षालाई नजिकबाट अनुभूति गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत यो पुल पूरा नहुँदा स्थानीयले झेलेको शास्तिले मन भारी भएको बताउनु भएको छ। स्थानीयको तत्कालीन सहज आवत जावतका लागि स्थायी विकल्पहरूबारे छलफल भएको र आवश्यक प्रक्रिया अगाडि बढाइने मन्त्रीले बताउनु भएको छ। साथै प्राविधिक समस्याबारे सम्बन्धित निकायलाई जिम्मेवारीसहित कडाई गर्न र निरन्तर अनुगमन जारी राख्ने स्पष्ट सङ्केत दिनुभयो। पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णु प्रसाद शर्माले मन्त्रीसँगको प्रत्यक्ष भेटमै 3 महिनाभित्र पुल सञ्चालन योग्य बनाइने दृढता व्यक्त गर्नुभयो। पप्पू कन्स्ट्रक्सनले तोकिएको समयमा काम नगरेर कालो सूचीमा परेपछि बाँकी काम लुम्बिनी बिल्डर्सले गर्दै आएको हो। विक्रम सम्वत 2078 असार 17 को बाढीका कारण 2 जग भाँसिदा पुलमा क्षति पुगेको थियो। हाल यसको 469 मिटर मध्ये 83% भौतिक प्रगति र 82% वित्तीय प्रगति भइसकेको जनाएको छ। पुल निर्माण सम्झौता अहिले नयाँ म्याद थप प्रक्रियामा छ। शुक्रबारको निरीक्षण टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुद मन्त्री बबुलु गुप्ता, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, हुलाकी राजमार्ग निर्देशनालयका अधिकारी तथा जनकपुर धाम योजना अधिकारी समेत सहभागी थिए। कमला नदीको यो पुल मध्य प्रदेशको यातायात सुगमता, आपतकालीन सेवा, बजार पहुँच र समग्र आर्थिक गतिविधिका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। मन्त्रालयले अब समयमै काम सम्पन्न गराउन सक्रिय सहजीकरण, नियमित अनुगमन र आवश्यक सहयोग निरन्तर जारी रहने बताएको छ। यो विस्तृत रिपोर्ट कमला नदी पुलको स्थलगत अनुगमन, मन्त्री स्तरीय निर्देशन, निर्माण कम्पनीको प्रतिबद्धता र स्थानीयले वर्षौंदेखि भोग्दै आएको शास्तिका आधारमा तयार गरिएको हो।